पिसाबमा संक्रमण भइरहेछ रोकेको गऱ्यो भने त त्यो क्रोनिक त्यो कुरा पुरानो हुने भयो भने पिसाबको इन्फेक्सन भएको भए त्यसको कम्प्लिकेसन के हुन्छ भने बुझ्नु पर्यो हामीले। पिसाबको इन्फेक्सन बार भइरहेछ सानोतिनो इन्फेक्सन भइरहेछ भने त अलिअलि गरेर बिस्तारै नोक्सानी गर्छ त्यसले बिस्तारै त्यसले किडनीलाई नोक्सानी गर्छ बिस्तारै अब ओभरअल किडनीको फङ्सनै ड्यामेज गरिदिन्छ। अनि कहिलेकाहीँ चाहिँ उतिखेरै गर्छ के पिसाबको इन्फेक्सन बढ्यो अब पिसाबको थैलोमा मात्र इन्फेक्सन हुन्छ भने छैन नि त पिसाबको नलीमा मात्र तल मात्रै इन्फेक्सन हुन्छ भने छैन नि त किडनीमा इन्फेक्सन गयो भने त्यो इन्फेक्सन एकदम चाँडै शरीरभरि फैलिन्छ त्यो पाइलोनेफ्राइटिस हुन्छ सेप्सिस हुन्छ त्यो त अलिबेरमा ब्लड प्रेसर घट्न थाल्छ अलिबेरमा मान्छे बेहोस हुन थाल्छ त्यसपछि अलिबेरमा मान्छेको जानै तल मान्छे हुन सक्छ हैन। त्यस कारणले अब पिसाबको इन्फेक्सन भयो भनेर प्रमाणित गर्नु पर्यो पहिला प्रमाणित हो कि हैन थाहा पाउनु पर्यो किनकि त्यतिकै कीटाणु देख्ने बित्तिकै पिसाबको इन्फेक्सन भन्नाले मिल्दैन हैन त्यो नभएको हुन सक्छ। त छ भने चाहिँ त्यसलाई इग्नोर गर्न मिल्दैन त्यसलाई तुरुन्तै अस्पताल आइहाल्नुपर्छ।